ओ भाइ 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 हजुर दाजु 6 महिनाको बच्चा तपाईँले कसैले भेटेर ल्याएको रे हो हो त दाजु किन चाहियो र दाजु तपाईँलाई हजुर किन चाहियो र दाजु तपाईँलाई किन चाहियो अनि यहाँनिर भनेर आएको के सत्य के हो सधैँ त अब मैले 6 महिनाको बच्चा भेटेर ल्याउनु भएको हो सत्य हो यो कुरा सत्य हो दाजु दर्शकबिन आखिरी 6 महिनाको बच्चा कसले लिएर आएछ त र 31 वर्षको भयो र उहाँले आमा बाउसम्म भेटेको छैन आफन्त भेटेको छैन र श्रीमती बिहे गरेको रे तेरो चाहिँ सन्तानै छैन भनेर पनि छोडेर गए श्रीमतीले भनेपछि जिन्दगीमा बाँचिन्जेल कति अचम्म खालको घटना हुँदो रहेछ र प्रत्यक्ष लाइफमा छु र अन्तिमसम्म यति समय छुट्याएर उहाँको कुरा सुन्नुहोस् है त वास्तवमा के भएको रहेछ नमस्ते भाइ नमस्कार दाजु किन अघि भाग्दै थियो त म त केही सोधीखोजी गर्न आउनुभयो होला पक्रिन आउनुभयो होला भनेर भागिरहेको थिएँ के अरे तपाईँको समस्या के हो मेरो चाहिँ 6 महिनाको हुँदै बाबा मम्मीले छोडेर हिँड्नु भएको कहाँ जानुभयो यहाँ जानुभयो उहाँ जानुभयो अथवा त थाहा भएन र यहाँ हाम्रो अङ्कल हुनुहुन्थ्यो ठुलो बा अङ्कल ठुलो बा उहाँले चाहिँ लिएर हुर्काइ बढाइ गर्नुभयो र अहिलेसम्म यत्रोसम्म बनाइदिनु भयो र अब चाहिँ जे होस् बाबुआमाको नामबाट एउटा नागरिकताहरू चाहिँ खोज्न सकिएको छैन र बनाउन सकेको छुइनँ तपाईँको नाम चाहिँ के हो मेरो नाम कृष्ण सुन्दास हो तपाईँको कहाँदेखि 6 महिनाको बच्चा चाहिँ तपाईँले कहाँदेखि भेटेर ल्याएको तपाईँको बडो अङ्कलले भन्दाखेरि मलाई काठमाडौँबाट लिएर आउनुभएको उहाँहरूले काठमाडौँ कुन ठाउँबाट कोटेश्वर छेउछाउबाटै लिएर आउनुभएको भनेको चाहिँ यति चाहिँ सुनेको छु अब त्यो आफू गएर हेरेको छुइनँ देखिया पनि छुइनँ र गएको पनि छुइनँ काठमाडौँ चाहिँ र अब केही प्रकार जानु पर्यो भनेदेखि चाहिँ गइन्छ साथीभाइहरूसँग कसले लिएर आएको र तपाईँलाई ठुलो बुवाले लिएर आउनुभएको हो ठुलो बुवा भन्नाले बडौ हजुर अनि बडाउले थाहा छैन आमा बाउ चिन्दैन अरे चिन्नुहुन्छ तर अब उहाँहरू नै आउनु नै भएको छैन यताउता आइजाइत नै गर्नुभएको छैन यहाँ हुनुहुन्छ उहाँ हुनुहुन्छ भन्ने चाहिँ उहाँहरूलाई पनि थाहा पनि छैन उहाँलाई थाहा छैन खुदै जे होस् भेट्नु भयो भने उहाँले चाहिँ चिन्नुहुन्छ अचम्मको कहानी छ यो अहिले कति वर्ष पुग्नुभयो अहिले लगभग 31-32 वर्ष पुगिसकेँ अनि अब हेर्नुहोस् है त अब तपाईँको त नाइ त छैन 31-32 वर्ष पुग्नुभयो भन्नुहुन्छ अनि श्रीमती पनि ल्याएको अरे तपाईँले ल्याएको थिएँ 13-14 वर्षसम्म चाहिँ बस्यौँ अब छोराछोरी भयो अनि अब कुवेत गयो 8-9 महिना कुवेत बसेर आएर अब के कसो थियो के भयो के भएन अब फोनकै जमाना छ फोनमा के कुरा लाग्यो के भयो थाहा भएन अहिले अब माइतीतिरै अब केटाकेटीहरू उतै मामलातिरै छ र ऊ पनि अब डाइरेक्ट अब त माइतीतिरै गएर बसिदियो किन अब यता आएर अब जाने नजाने सरसल्लाह पनि गरेन आफै उहाँबाट बाहिरबाट आयो आफै उता गयो किन केही भन्न भइरी चाहिँ केही भएको पनि छैन अब यत्रो 14 वर्ष त नभएको 9 महिना कुवेत बसेर आउँदै अब हुन्छ भन्ने त मैले त्यो बुझ्नै सकिनँ नि सर अनि के भन्छ उसले चाहिँ तिम्रो चाहिँ वंशाइन छैन तिम्रो कोही त छैन भनेर भन्छ भने अब उसले भन्नुभयो चाहिँ तेरो हैसियतै छैन तेरो सस्ना छोराछोरी पाल्नु मन छ भने हैसियत लिएर आइज भन्ने कुरा गर्यो अब हैसियत भनेको चाहिँ के हो आफू पढाइ लेखे बुझेको छैन अब के हो ऊ त्यो माग्न थाल्यो त्यो माग्न थालिसकेपछि हैसियत अब हैसियत भनेको चाहिँ अब के म आफै पनि बुझ्दिनँ अब उसलाई चाहिँ हैसियत चाहियो अरे अब अहिले आएर अब हैसियत भनेको चाहिँ के हो म आफू पनि बुझेन तपाईँले के तपाईँमा वंश छैन बाउआमा छैन तपाईँको जन्मदाता छैन अनागरिक अथवा शरणार्थी हो भन्नु खोजेको हो कि त्यसै त होला नि अब 14 वर्षसम्म भइएन अब अहिले आएर भइयो त अब त्यस्तै त होला नि सर कतिजना बच्चा छ 2टा साँच्चै अब यत्रो यो त एउटा अनौठो दुर्लभ एउटा होइन यो भिडियो सबैले सेयर गरिदिनु होला है तपाईँको धर्म नै हुनेछ तपाईँको बाउको नाम चाहिँ के थियो अरे बुवाको नाम चाहिँ धने सुन्दास भन्थे अब गाउँमा पनि त्यसरी नै भन्ने चिनिरहेको छु अब यही नाम हो यही मान्छे हो चाहिँ भनेर म भन्न सक्दिनँ 6 महिनाको बच्चा थियो 6 महिनाको बच्चालाई अब के त तर यसरी भनेको चाहिँ मैले सुनेको हो र मैले सुनेको भरमा हो भनेर चाहिँ भनिरहेको पनि छु ए अनि बाउको घर चाहिँ ठुलो बुवा अथवा बडाउले भनेको चाहिँ कहाँ अरे मूल घर त उता भोजपुरै हो भोजपुर कहाँनिर भोजपुर हाम्रो पितौला आमतेक भन्छ
अनि उहाँहरू चाहिँ अब काठमाडौँतिरै नै बसो हुनुभयो, उतै बिहादान भयो, उतै अब जन्मायो, उतै गरे। अब उतै हुर्काउँछु भन्ने सोचेको थियो होला। अब त्यो उहाँहरूको मकसद पुरा भएन र उहाँहरूले चाहिँ अब दाजु अथवा भाइलाई दिएर उसको भविष्य बनोस् भनेर उसले त्यो सोचेर यता दाजुहरूलाई भाइहरूलाई दिएर पठाउनु भएको होला। अब त्यो त भयो होइन। अब तपाईँको आमाको नाम चाहिँ के थियो अरे? पम्फा रना पहेँली भन्ने चाहिँ मैले पनि सुनेको हो। ठुलो मम्मीहरूले भन्नुहुन्थ्यो। म परा 2-4 वर्ष भयो त्यसरी भनेपछि तेरो आमाको नाम यस्तो हो, तेरो बाउको नाम यस्तो हो भनेर चाहिँ सुनेको थिएँ र अब यो नाम चाहिँ मैले भनेको हो। अनि माइती चाहिँ कहाँ अरे अथवा मामाली कहाँ अरे? मामालाई चाहिँ मलाई पनि थाहा भएन। मामालीहरू चाहिँ मैले बताएनन् पनि। बडाउलाई थाहा होला अलिअलि। बडा बुवालाई खोइ थाहा हुनसक्छ कि। दर्शकबिन हेर्नुहोस् त कस्तो अनौठो किसिमको घटना। उहाँको बडाउलाई पनि हामी ल्याउँछौँ। आखिरी 6 महिनाको बच्चा कसरी काठमाडौँबाट उठाएर ल्यायो र किन बिजोग भए यी बच्चा भनौँ। अब त 31 वर्षको भए। श्रीमतीले पनि तेरो हैसियत खोज्न थाले, मतलब कि शरणार्थी श्राप हो, तर उहाँको केही छैन अहिले। अब बच्चा छन्, छोराछोरी कति हो? छोरा एउटा, छोरी एउटा। छोराछोरी चाहिँ कहाँ छ त? केराबारी। फोन हुन्छ हुँदैन? फोन अहिले बोलचाल हुँदैन। किन? तेरो छोराछोरी नै छैन भनिसकेपछि उसले पनि अब फोन गर्दैन, आफू पनि गर्दैन। आफू अब काममा बिजी हुन्छ। के काम गर्नुहुन्छ? म यो बिल्डिङ कनेक्सनमा काम गर्छु, राजमिस्त्री। अनि अब तपाईँलाई अब छोरी श्रीमतीले छोडे, के को कारणले छोडे जस्तो लाग्यो? अब यसको नागरिकता पनि छैन, यसले केही गरी खुवाउनु सक्दैन भनेर पनि हो कि भइसक्यो। मेरो सोच चाहिँ त्यही हो। अब एक न एक दिन त हुन्छ भन्ने उसलाई त्यो सोच आएन। तर अब हुन्छ नै भन्ने चाहिँ मैले पनि सोचिनँ। अब उसले के सोचेर ऊ आफू अलग्गियो थाहा भएन। र त्यहाँनिर केही छ, ऊ बस्न माइतीमै गएर बस्नुको अर्थात् पनि केही छ त्यहाँ। गल्ती पनि तपाईँको होला नि त? गल्ती त खोइ अब यहाँबाट फोन मात्रै बोलिन्थ्यो। फोनमा बोल्दाखेरि अब कोही कोही बेला जाँड खाएको बेलामा त्यही अलिअलि अब गाली चाहिँ गरिन्थ्यो होला। बेलुका भएपछि अब दिउँसो त आफू काममा हुन्थ्यो, उनीहरू पनि काममै हुन्थ्यो, फोनमा बोल्नु भ्याइँदैन थियो। र उहीँ विदेशमा हुँदा पनि फोनमा बोल्नु चाहिँ भ्याउँदैन नै थियो पनि। यहाँ नेपालमा आएर पनि अब 1 महिना 1.5 महिना काठमाडौँ एक्लै घुमफिर गऱ्यो, हिँड्यो, बस्यो। र त्यो पनि मैले मान्यो, केही त्यसमा मैले गरिनँ। र उहाँ विदेशबाट आएर पनि बुढोलाई एकचोटि त सोधिन्छ नि त, उसको नागरिकता बनाउनुदेखि लिएर पासपोर्टसम्म इलाका कता कता कुद्नुपर्ने खर्चहरू त मेरो गएको हो। उसको बाबुआमाले पनि खर्च 1 रुपियाँ लगाएको होइन। उनीहरूलाई उहाँबाट आउने जाने गाडी भाडा सबै खान्थे पिन्थे यहाँ मैले नै ठेलेको हो। तपाईँको श्रीमतीको नाम के हो? ज्योति शिव। ज्योति शिव भनेको के हो? शिव भनेको हाम्रो परिवारमै भनिन्छ। कहाँ हो माइती चाहिँ? माइती पुरानो माइती चाहिँ अब कोट सिक्तेल हो। अहिले चाहिँ उताबाट यता बसाइ सरो लिएर आएर अहिले केराबारी मोरङमा सासू ससुरा नै अब बसाइ सरो लगिवरी उतैको बनाएर नागरिकता उतैको बनाइदिएको छ। अब हेर्नुहोस् है, तपाईँको एउटा गल्ती भनेको तपाईँको आमा बुवा नहुनु, तपाईँ एउटा शरणार्थी हुनु होइन के कसो? त्यस्तै तपाईँको गल्ती हो। अब जन्म दिनेको गल्ती हो नि सर। अब मेरो त अब उनीहरूले जन्माइदियो, मैले त यहाँ धरतीमा आफ्नो नङ्ग्रा हात नङ्ग्रा कोट्याएर खानुपर्छ नि। जन्म त उनीहरूले दिए, तर पालन पोषण गर्नु सकेन नि त अब के गर्नु। 6 महिनाको हुँदाखेरि त 6 महिनाको थाहा पनि हुँदैन। के अरे तपाईँको बुवाको नाम? धनबहादुर सुन्दास। परिवार सुन्दास नै हो, परिवारमै गनिन्छ सुन्दास पनि। दर्शकबिन, यो भिडियो चाहिँ धनबहादुर सुन्दास परिवारमा पुगोस्। कतै यो भिडियोले मेल खाएछ र उहाँको छोरा मैले 6 महिनाको मैले काठमाडौँ छोडेको छु महसुस भयो। र तपाईँको मम्मीको नाम चाहिँ पम्फा माया सुन्दास हो, रना पहेँली। यो भिडियो चाहिँ तब 6 महिनाको एउटा बच्चा मैले छोडेको थिएँ काठमाडौँमा र अब मऱ्यो कि बाँच्यो भन्दाखेरि बाँचिरहेको तपाईँले देखिराख्नुभएको छ। 31 या 32 वर्ष पुग्नुभएको थियो अरे। तर बाँचेर के भयो, मरेसर भइरहेछ। किन भन्दाखेरि उहाँमा कुनै पनि आधार प्रमाण छैन कि नेपाली हुँ अथवा नेपालको प्रमाणपत्र अथवा
कुनै पनि पानीको बिल हुँदा पनि एउटा चाहिँ जन्मदत्ता आमाको 3 पुस्ते बिल बुझाउनुपर्छ, त्योमा वञ्चित छ। मान्छेहरू नेपालमा त्यतिकै शरणार्थी भएको होइन, शरणार्थी भएको नै यसरी हो खासमा, आमा बाउको कारणले कि आफ्नो कारणले। उहाँ चाहिँ आमा बाउको कारणले भएको, 6 महिनाको बच्चाले भलाइ त्यो थाहा हुँदैन। त्यस कारण यो भिडियो सेयर गर्नुहोला, फलो गर्नुहोला, कमेन्ट लाइक गर्नुहोला। तपाईँको सानो सेयरले पनि उहाँको बुवालाई भेट्न सजिलो हुन्छ। आयो भने त सजिलो तरिकाले नायता बनिन्छ, किनभने उहाँको वंश भोजपुर रहेछ भने प्रष्ट थाहा भइसक्यो। अनि अरू भोजपुर कहाँ अरे? भोजपुर हाम्रो पितमला आमतेक भन्छ। ए त्यहाँ बाउको दाजुभाइहरू छ होला नि त? त्यता हुनुहुन्न, काका बडाको छोराहरू मात्रै हुनुहुन्छ। उनीहरूलाई के भन्नुहुन्छ त? जानुभयो त्यहाँ? उहाँ भोजपुर त गएको, अनि भोजपुर जाँदाखेरि त्यहाँको सिडिओ साहबले हाम्रो पेपरै हेर्नु मान्नु भएन। उहाँको 3 पुस्ते नै चाहिन्छ कि बाउको चाहिन्छ कि आमाको चाहिन्छ भनेर उहाँले चाहिँ त्यो हाम्रो फाइलै हेर्नु मान्नु भएन सिडिओ साहबले। अनि तपाईँको बडो काकाको छोराछोरीहरूले हो मेरो चाहिँ आफन्त भनेको भए त हुन्थ्यो नि त। 5 जना सबै डकुमेन्टहरू बनाइवरी गएको थियो सर, तर त्यतिखेर हेर्नु मान्नु भएन। अब त जुन के मिल्थ्यो त्यो हेर्नुलाई। त्यसो भने तपाईँको काका बडाको छोराछोरीहरूले त हेल्प गरेको रहेछ? गरेको, तर सिडिओ साहबले पनि यो मना गरिदिनु भयो, हेर्नै मान्नु भएन, फाइलै पल्टाउन। तपाईँको अब पुलिस रिपोर्ट गर्नुहोस् अनि मात्रै हुन्छ तपाईँको काम भन्न थाल्यो। पुलिस रिपोर्ट त गर्नुपर्छ त इलाकामा? हो त्यो भन्नुभयो, गर्नुपर्छ त इलाकामा। मुजुलका उठाउनु 5 जनाको सायद मुजुलका उठाउनुपर्छ तपाईँको गाउँकोले। हो त्यो भन्नुभयो। अनि त्यसै गर्दाखेरि यता अब त्यतिखेर छोरो बिरामी थियो, निमोनिया भएको थियो, पैसा आफैले चेप्याएको थियो। अनि मेरो अब छोरा बाँच्छ भने मलाई नायता त फेरि पछि नि बोल्नु गर्न सकिन्छ भनेर उहाँबाट चाहिँ अनि पैसा लिइवरी आएर छोरालाई चाहिँ निमोनियाबाट बचाइयो। तर खै त छोराले तपाईँले हेरेन, छोरीले हेरेन, तपाईँको श्रीमतीले हेरेन, तपाईँ त अनागारिक। तपाईँको त्यो इलाकामा सिफारिस गरेपछि त थुप्रो महिना लाग्छ नि, 2-3 महिना लाग्छ। मुजुलका अदालतको के गर्छ न, हुनु त हुन्छ जस्तो लाग्छ। तपाईँले भेट्ने मान्छेसँग म कुराकानी गर्छु कि त्यसपछि पनि त्यसको समस्याको हलहरू निस्किन्छ। त्यहाँको वडा अध्यक्ष थाहा छ? वडा अध्यक्ष अशोक राई हो। यो भिडियो अशोक राईसँग पुग्यो भने देवेन्द्र लिम्बूले योभन्दा कठिनको मान्छेको चाहिँ नागरिकता बनाएको छ, लक्ष्मी परियारको जस्तो भयो। त्यस्तो थुप्रो केस छ। यो थुप्रै केस छ हाम्रो मिडियामा आइसकेपछि ऊ यहाँ नेपालको नागरिकता भनेर त्यहाँकोले प्रमाणित गरिसकेपछि मुजुल्का उठाएर हुन्छ कि इलाकामा केही गरेर हुन्छ, सिफारिस गरेर त्यो बनाएको छ। त्यो पनि वडा अध्यक्षको ठुलो भूमिका हुन्छ पहिलो 1 नम्बरमा। यो कुरा पनि हेकार होस् कि उहाँ पनि एउटा भोटर बन्न सक्छ, किनभने हाम्रो नेपाली बच्चाहरूलाई अनागरिक शरणार्थी नबनाऊ। पछि भविष्यमा मध्यस्थ मिडिया छैन भने उहाँलाई देखाउने र मैले देखाउने कहाँ हो भन्ने खालको पनि प्रश्न उठ्न सक्छ। तपाईँको यो प्रश्न उठ्दाखेरि तपाईँको कुरा कस्तो रहन्छ होला, सम्पूर्ण दर्शकले कमेन्ट गर्नुहोस्। अब तपाईँलाई यो मिडियामा आउनुभयो होइन, के चाहेको छ तपाईँलाई मेरोमा आउनुको कारण? म चाहिँ भइसक्यो, अब मिडियामा आइसकेपछि भइसक्यो, आफ्नो काम बनियोस् नै भन्ने हुन्छ र बाबुआमा भेटियोस् भन्छ त। बाबुआमालाई पनि भेटियोस् भइसक्यो, मेरो काम पनि नागरिकताहरू पनि बनियोस्, जन्मदर्ता पनि बनियोस् र तपाईँहरूले यत्रो मेहनत गरिदिनु हुँदैछ, तपाईँहरूको पनि राम्रै होस् भन्ने चाहिँ मलाई लाग्छ। तपाईँलाई लाग्छ?